गर्ने औषधि खाए जस्तै हामी एन्टिबायोटिक औषधि खाए जस्तै औषधि खायो भने लिभर किडनी बिग्रिन्छ, यसले केही हानि गर्दैन। सबैलाई हुन्छ, आफूले नभ्याएको ठाउँमा अरूलाई गर्नु लगाए पनि एकचोटि फोटो हेर्नु अनि मलाई निकालिदिनु ल भन्ने त्यति मात्रै भने पुग्छ। अनि मनमा नै जय गुरुदेव त्यति मात्रै भन्ने, भित्री आत्माबाट बोलेर होइन, त्यसरी भन्ने एकदम पावर आउँछ। त्यो भन्ने बित्तिकै एकदम औरा आउँछ। त्यस्तो यो फोक्सोमा त्यो खराब हुन्छ, यसरी यो घाँटीदेखि यसरी तानेर यसो दायाँ बायाँ तानेर त्यो फ्याल्ने, अनि निम र तुलसी त्यो पानी राखेर त्यो खाने, अनि कम हुन्छ। त्यो कीटाणु पनि जान्छ, जस्तो सुकै समस्याहरू उयो हुन्छ। हजुर त्यो मानसिक तनाव डिप्रेसन भएको थियो, त्यसलाई त निको पार्न मिल्छ। त्यो दिनदिनै हिल गर्ने कि टाउकोदेखि लिएर पुरा सुतिरहँदाखेरि त्यो तानेर नेगेटिभ एनर्जी सबै फ्यालिसक्यो भनेर उसको अगाडि गयो भनेर त्यो के गरेर मलाई बिगार्न लायो कि भनेर तपाईँलाई नै कुट्छ, झपार्छ, मुख छाड्ने त्यस्तो गर्छ कि। त्यस्तो गर्नु सुतिराखेको बेलामा निन्द्रामा हुँदाखेरि त्यो बाहिर त्यस बेला त्यो फोटोबाटै हेरेर त्यो गर्नु मिल्छ। को आफन्त हो ए हुन्छ, त्यो फोटो उता कोही छ भने त्यहाँ फोटो पठाइदिनु मोबाइलबाट, अनि त्यो फोटो धुल्याएर 230 डिग्रीमा राख्नु भन्नु न। हजुर मिल्छ। मोबाइलमा कम्पास हेर्न आउँछ तपाईँहरूलाई?